वेलकम टु माई युट्युब च्यानल। यो मेरो नयाँ युट्युब च्यानलमा चाहिँ स्वागत छ मेरो सम्पूर्ण मित्र साथीभाइ आफन्त सम्पूर्णलाई। आज चाहिँ बिहानै भ्लग बनाउनु मन लाग्यो मलाई। म चाहिँ उठ्ने बित्तिकै अघि किचनमा सुरुमा जान्छु अनि ज्वानो पानी भक्कभक्की उमाल्छु। उमाल्ने बित्तिकै चाहिँ म मेरो घरलाई दिन्छु, अनि त्यसपछि त्यो पिउनुहुन्छ, अनि त्यसपछि चिया बनाउँछु। चिया बनाएर पनि दिन्छु, आफ्नो आफ्नो काममा लाग्नुहुन्छ। अनि मात्र म घरको कामहरू स्टार्ट गर्छु। घरको काम देखिँदैन, गर्नु पऱ्यो भने दिनै बित्छ क्या। सो मैले चाहिँ घरको काम गर्छु। अब चाहिँ गर्छु। सबै दही पनि गरेँ, पूजापाठ पनि सकेँ, मैले नुहाएर आएर पूजापाठ पनि सकेँ, तुलसीको मुखमा पानी पनि चढाइसकेँ। अब तुलसीको मुखमा पानी चढाएँ अनि पूजापाठ पनि गरेँ मैले। मेरो तुलसीको मुख अहिले त यस्तो बर्खामा त यति राम्रो हुन्छ, यो फुलै फुल आँगनभरि ढकमक्क। यसमाथि घर अगाडिको जङ्गल हरियाली देख्न पाउँदा त झन् बिहानको समयमा त यति राम्रो। अहिले त बर्खामा कस्तो दामी यो जङ्गल त, हरियाली नै हरियाली। अनि घर आँगनमा त अनि फुलै फुल ढकमक्क फुलेर कस्तो दामी। आज मेरो बाबु कति धेरै सुतेको हौ। आयान नउठ्ने आज? आयान उठ्नुहोस्, छिटो न हौ। गुड मर्निङ, गुड मर्निङ, गुड मर्निङ। उठ्नु न हौ। बल्ल बल्ल उठाइदिएपछि चाहिँ हुँ गर्दो रहेछ, उठाएपछि चाहिँ हुँ गर्दो रहेछ हौ। आउनु ब्रस गर्नुपर्छ। म खाजा दिन्छु। सुरुमा चाहिँ माम बसाइदिनु पर्यो, अनि नानीलाई 1 घन्टा पढाएर अनि त्यसपछि अनि म चाहिँ खाना पकाउनेतर्फ लाग्छु। अब सुरुमा त अब चामलहरू अब खाना बसाउँछु म। खाना बसाइसकेपछि त यता सजिलो हुन्छ नि त मलाई। अनि त्यसपछि नानी पढाउँछु, एकछिन पढाउनु पनि पर्यो। यदि आमाको कर्तव्य मात्र पालना गरेर भएन, यदि आमाले छोरी मान्छेले एउटा टिचरको पनि निर्वाह गर्नु पर्ने हुन्छ कर्तव्यहरू। र बुवा पनि काम गरिराख्नु भएको छ, आली तास्नु हुँदैछ। बर्खा एकदम मजाले पानी परेर गरम बुक जति सबै एक ठाउँ मिलाएर राख्नु, चटक्क पारेर छरेर होइन है, एकदमै सफा। यहाँ माथि राख्नु नि, यो टिभी भएको ठाउँमा यहाँ राखिदिनु नि। त्यो सबै तिम्रो स्मल फ्यान देखाउ त हाम्रो सबै फ्रेन्ड्सहरूलाई। यो स्मल फ्यान तिम्रो देखाउ न त मलाई, यहाँ लड्छौ होला हो। लु त आपौ, यो स्मल फ्यान चाहिँ कसले किनिदिनु भएको हो? कसले भन्नु पर्यो? सरु दिदीले किनिदिनु भएको हो। अनि सरु दिदीलाई चाहिँ तिमी के भन्छौ? थ्याङ्क यू सो मच भन्नु पर्दैन? थ्याङ्क यू सो मच भन्दै लु क्यामेरामा हेरेर अलि ठुलो स्वरले, थ्याङ्क यू सो मच दिदी, आई लभ यु, आई मिस यु। माया पनि गरिदेऊ फ्यानलाई पो माया गर्नु पर्ने। अनि अब यो पर्दाहरू यसो गरौँ, उज्यालो हुन्छ नि त। लाइट पनि बाल्नुपर्छ। सो अब चाहिँ बेबी पढ्छ अरे। अब यहाँबाट राखेर टक्क हाम्रो आमाको कोठामा चाहिँ पढ्ने अरे। अनि यहाँ पढ्दा चाहिँ एकदमै उज्यालो लाइट आउँछ क्या। यहाँ चाहिँ उज्यालो पढ्न सजिलो छ क्या। यहाँ चाहिँ उहाँ नि चाहिँ अलिकति अँध्यारो हुन्छ र उसले चाहिँ यहीँ मलाई पनि सजिलो हुन्छ, पढाउन उज्यालो हुन्छ। सुविधा त उहिले त हामीहरूलाई थिएन भाइ। हामीलाई यस्तो सुविधा थियो त? न यस्तो थियो न यस्तो। अहिले त यत्रो पङ्खा पनि अरे अनुहारमा हावा लाउँदै गर्मीमा लेख्नु पर्ने यस्तो पनि छ। हाम्रो पालामा त केही पनि थिएन, न टेबल थियो, यस्तो स्टडी टेबल थियो, न पङ्खा थियो, न केही थियो है। कपी किताब थपक्क हुन्थ्यो, भुइँमा बोरा ओछ्यायो अनि लेख्नु पर्ने। अनि स्कुल पनि हिँड्दै धुम्से स्कुल दुमुक गर्दै धुम्से स्कुल जान्थ्यौँ। 2 खुट्टे साइकल थियो आफ्नै, 2टा खुट्टा जिन्दाबाद, हिँड्दै धुम्से स्कुल। मेरो चाहिँ पहिलो स्कुल भनेकै चुलाचुली हो। धुम्से स्कुल पढेकी हुँ नि त मैले। मेरो पहिलो शिक्षा लिएको ठाउँ भनेको, विद्यालय भनेको चाहिँ धुम्से स्कुल हो। त्यहाँबाट अध्ययन गरेर चाहिँ
7 सम्म अध्ययन गरिसकेपछि त्यसपछि चाहिँ अनि मावि गएँ। दमकको हाई स्कुलमा चाहिँ अध्ययन गर्न गएँ। त्यहाँबाट हाम्रा साथीहरू आफ्नो आफ्नो स्कुल छुट्टियौँ क्या। कति साथीहरू कता कता जानुभयो, कता 7 सम्म थियो नि त। अहिले त फेरि 10-12 सम्मै छ। यहाँ त कति राम्रो भएछ स्कुल पनि। सो मलाई चाहिँ खुसी लाग्छ क्या। गाउँघरमा स्कुलहरू अहिले यति राम्रो भएको छ। पढाइ पनि 12 कलेज पनि अहिले त पढाइ हुन्छ होला सायद है। थुप्रो वर्ष भयो त्यता त म यहीँको भए पनि खासै जाँदिनँ। म कामै पऱ्यो भने मात्र हो, नभए त जाँदिनँ नि त। धेरै वर्ष भइसकिसक्यो। हेर्नु नि अहिलेकालाई त कति सुविधा यत्रो हुँदा पनि यस्ताले के पढ्नु। सबै सुविधा हुँदा पनि हाम्रो जमानामा यस्तो भइदिएको थियो भने त कति पढ्थ्यौँ होला, कति लेख्थ्यौँ होला। केही पनि थिएन। 3वटी बहिनीलाई हेरेर, 3जना बहिनीलाई चाहिँ हेरेर मजाले यत्रो 8-9 वर्षदेखि नै भात सब्जी पकाएको। मैले त किचन सम्हालेको मान्छे म। घरकै जेठीबाठी छोरी हो नि त। अब सबै काम गर्नुपर्ने हुन्छ। साथसाथै 3वटी बहिनीलाई पनि हेर्नुपर्ने। उनीहरूलाई यसरी नै किचनमा माम पकाउँदै, यसरी खाना पकाउँदै किचनमा बोरा ओछ्यायो, अनि यसरी भात सब्जी पकायो, अनि बहिनीहरू पढाउँथे क्या। अनि आफू त कहिले पढ्नु। पहिले चाहिँ प्राथमिकता चाहिँ बहिनीहरूलाई नै दिन्थेँ। यिनीहरू पढ्यो भने हुन्छ, मैले नपढ्दा पनि हुन्छ बरु भन्ने सोच हुन्थ्यो क्या मेरो चाहिँ। बहिनीहरूलाई पढाउनेतर्फ फोकस चाहिँ बहिनीहरूलाई हुन्थ्यो। आफू पनि पढ्थेँ, ओछ्याउने, अनि आफू पनि पढ्ने, बहिनी पनि पढाउने, यता भात सब्जी पनि गर्ने, त्यस्तो गर्थेँ। अहिले छोरोलाई पढाउनु परिरहेछ अहिले चाहिँ। त्यही पनि यस्ताले के पढ्छन् होला। खाना नि पाकिसक्यो अब त। माम पनि पकिसक्यो, खाना नि पाकिसक्यो अब त। खाना पनि पाएको है। फ्रेस पनि भइसकिसक्यो, नुहाएर पनि आयो। अब नानी स्कुल जान्छ नि। अब स्कुल लुगा लाउने बेला भयो। अब स्कुल जानुपर्छ। कति ज्ञानी छ बेबी त। अनि फ्यान चाहिँ सँगसँगै बोकिराख्नु। त्यो चाहिँ फुपूले किनिदिनु भएको। उसको फुपूले चाहिँ दिदीले, सरो दिदीले किनिदिनु भएको। एनी टाइम बोकिरहन्छ। उसलाई चाहिँ कति चाहिँ मन परेको यो पङ्खा। बाटामा पसलमा देख्दा पनि मम्मी यो पङ्खा हेर्नु न भनेर देखाउँथ्यो। दिदीले चाहिँ किनिदिनु भएको मलाई। यति खुसी भएर जतिखेरै बोकिरहन्छौ, जतिखेरै हौ। स्कुटी भने नि मायाले, मेरो हस्बेन्डले चाहिँ तिमीलाई यताउति गर्न हुन्छ, तिमीलाई कुदाउन सजिलो हुन्छ भनेर चाहिँ स्पेसल मेरो लागि ल्याइदिनु भएको। तर म एकदमै खुसी छु। उहाँले चाहिँ जे जस्तै भए पनि आफ्नो जस्तो कमाइ छ त्यही अनुसारले चल्नु पऱ्यो नि त। देखावटी गरेर त भएन। सो जे जस्तो दिए पनि म खुसी छु। मलाई माया साथ सपोर्ट दिनुहुन्छ र खुसी पनि लाग्छ। अनि यो साइकल किनिदिनु भएको, अनि खुसी लागेको छ मलाई। बाइक नै, स्कुटी नै किनिदिनु पर्छ भन्ने छैन मलाई। यसमा जहाँ पनि जान्छु म यो साइकलमा। नानी स्कुल पुर्याउन, खाजा पुर्याउन, बजार जानु। नमस्ते नमस्ते गर्ने ल। बाई गरिदियो, भरे खाजा लिएर आउँछु हस्। बाई। स्कुल पनि पठाइसकिसक्यो। अब स्कुलकै छेउमा चाहिँ मेरो पार्लर, सधैँ म थ्रेडिङ गर्ने ठाउँ। मेरो दिदी चाहिँ थ्रेडिङ गर्न आएन। राम्रो पनि त हुनु पऱ्यो नि त कहिलेकाहीँ। चट्ट आएर परेर चाहिँ पऱ्यो। सो म चाहिँ जहिले यहाँ आउँछु। यहाँ चाहिँ मेरो जहिले थ्रेडिङ गर्छु क्या। मलाई चाहिँ एकदमै मनपर्छ र राम्रो पनि गरिदिनुहुन्छ दिदीले। सबै रेगुलरै हो म चाहिँ। यहीँ आइपुगिसकेँ। गर्मीले मर्न आँट्यो। यति धेरै गर्मी छ फेरि हाम्रो झापामा त। यति धेरै गर्मी। एकछिन फ्यानमा बस्नु पऱ्यो, साह्रो गर्मी। आज चाहिँ किन हो मम्मी खाना नै आउनु भएन। पर्खिँदा गएर 11 बजी छ। 11 बजीसम्म पनि पर्खिरहेको छु। खाना आउनुहुन्छ कि पस्केर दिनु पऱ्यो र अरू कामहरू पनि गर्छु म भनेर सोचिरहेको थिएँ। खाना नै आउनु भएन आज। आउनु नहुने रहेछ किनभने टाइम 11 बजिसक्यो। 12 बजेभन्दा उता खाना खाँदा त खासै भोक टर्छ क्या। सो म चाहिँ अब मम्मीलाई चाहिँ खाना रेडी गरिदिनु पऱ्यो। टिफिनमा खाना लगाइदिएर चाहिँ अब म जानु पऱ्यो खाना पुर्याउनु। गर्मीले गर्दा खाना खासै रुच्दैन। अनि कम्ती खाना रेडी गरिदिनु पर्छ। घरमा लोकल कुखुराको मासु छ। आज यहीसँग खाना खाने हो क्या। लोकल नआउनु हुने रहेछ। 11 बज्यो। अब म चाहिँ खाना पुर्याउन जान्छु मम्मीलाई साइकलमा।
मेरो साइकलमा म खाना पुर्याएर सर आइहाल्नु पऱ्यो पसलसम्म। मम्मीलाई पसलले मान्छे भोक लागिसक्यो, म त पर्खिँदा गरेँ। अनि खाना आउनु पर्ने 11 बजिसक्यो। हामी खाने चाहिँ खाना ढिलो ढिलै खान्छौँ, किनभने बिहानै रुच्दैन, त्यस्तै बानी बसेको छ क्या। बिहान चिया 1 कप खायो भने त भोक टर्दो रहेछ क्या चियाले चाहिँ। अनि भोकै नलाग्ने, खानाहरू खाउँ लाग्दैन, अनि ढिलो नै हुन्छ 10 बजे 11। मम्मीलाई खाजा पुर्याएर पनि आएँ म, बुवालाई खाना पनि पस्केर दिएँ मैले, सबैलाई खाना खुवाएँ, नानीलाई स्कुल पठाएँ, सबै काम सकेँ भन्दा पनि अब धन्दा गर्नु छ। अब म धन्दा गर्छु अनि त्यसपछि एकछिन रेस्ट गर्छु म आधा घन्टा जति। अनि चाहिँ म नानीलाई चाहिँ मेरो बाबुलाई खाजा पकाइदिनु पर्ने हुन्छ, खाजा बनाएर अनि म स्कुलतर्फ लाग्छु। अब मैले धन्दा पनि सकेँ, मेरो अचारहरू पनि मैले सुकाएँ, घाम लागिरहेछ, घाममा चाहिँ सुकाउँछु, घाम लागेको दिन चाहिँ म सुकाउँछु क्या अचारहरू। यसो मैले धन्दा पनि सकेँ, घरको कामहरू सनाकसिनिक सबै सकेँ, फिनिस्ड गरिसकेँ मैले। सो अब चाहिँ लास्ट काम भनेको मेरो चाहिँ के रह्यो भने मेरो श्रीमानज्यू, आई मिस यु सो मच। परदेशमा हुने मेरो श्रीमान, मेरो बुढोलाई चाहिँ अब एक कल गर्छु, उसलाई पनि कल गर्नु पऱ्यो, उसलाई पनि टाइम दिनु पऱ्यो। यत्रो दुःख सङ्घर्ष गरेर चाहिँ 10-12 वर्ष भइसकिसक्यो साउदी अरबमा, खाडी मुलुकमा, त्यस्तो गर्मी ठाउँमा चाहिँ हाम्रा लागि, हाम्रो परिवारको लागि भनेर चाहिँ यति मेहनत गर्नु हुँदैछ, उसलाई त नसम्झिने कुरै भएन। सो उसलाई कल गर्छु म, उसँग एकछिन बोल्छु, उसलाई टाइम दिनु पऱ्यो नि त त्यसपछि होइन। अनि आज त नानीलाई स्कुल खाजा पुर्याउन जाँदाखेरि यत्रो ठुलो दुर्घटना घटेछ बेलडाङ बजारमा चाहिँ। मसला मिक्स गर्ने त्यो ठुलो ट्रक हुन्छ नि, हो यो ट्रकले चाहिँ एउटा साइकल चालकलाई चाहिँ, एकजना वृद्धलाई चाहिँ ठक्कर हानेकै अब देख्दाखेरि त कस्तो भयो, अब रगतै देख्दा त आत्तै म पनि साइकलमा पुग्छु नि त। साइकलमा नानी 3 चोटि ओहोर-दोहोर, 3 चोटि मात्र नभएर हरेक काम पर्दा म साइकलमै पुग्छु। अनि त्यो देखेपछि त यति डर लागेको छ मलाई, यति डर लागेको छ। त्यो घटना चाहिँ म खाजा खान नानीलाई गएको थिएँ, त्यही टाइममा भएछ। आउँदाखेरि त त्यो घटनास्थलमा त्यो दुर्घटना भएको साइकल चालकलाई चाहिँ, वृद्ध बुवालाई चाहिँ लगिसक्नु भएको रहेछ हस्पिटल। तर अहिले मृत्यु भइसकेको छ, बाँच्ने अवस्था थिएन भन्नुहुन्थ्यो त्यहाँ, कसैले पनि बाँच्दैन नै भन्नुहुँदै थियो। सो मृत्यु भइसक्यो अरे, न्युज पनि अहिले आइसकेको छ। बिरामीको चाहिँ निधन भयो भन्ने खबर आयो। आज चाहिँ हाम्रो बमोजिममा चाहिँ कत्रो ठुलो एक्सिडेन्ट भएछ। साइकल कुदाइरहेको एकजना चालकलाई चाहिँ यो ठुलो ट्रकले चाहिँ ड्याममै हानेर कत्रो बाँच्नुहुन्छ बाँच्नु थाहा छैन, तर कत्रो ठुलो एक्सिडेन्ट भयो। यहाँले देख्न सक्नुहुन्छ बिरामी चाहिँ हस्पिटल लगिसकेको छ, तर कत्रो क्या यो ट्रकले हान्दा त। अनि यो चाहिँ हाम्रो दमकपुर बेलडाङको दृश्य अहिले चाहिँ। साइकल चाहिँ यही हो, यही साइकलमा चाहिँ आइरहनु भएको थियो। यो लडेको साइकल हो, यो लडेको साइकलमा चाहिँ यसले चाहिँ हान्दाखेरि अब बाँच्ने अवस्था पनि छैन होला सायद। यसले हान्दाखेरि चाहिँ यही गाडी हो। बिरामी चाहिँ लगिसकेको आन्टी, बिरामी चाहिँ लगिसकेको, बाँच्छ भन्ने छैन। बाबै पातला छैन त्यो बाँसहरू के थरी हिँड्ने त्यो पातला बाबै अस्तर मात्रै छ नि। तिमीहरू त्यहाँ काम त्यहाँ गरेर दोकान गरेर बाँसहरू डोर्याएर पातला बाबै हिँड्थ्यो नि। हो त बाबै यस्तो त्यो 12 बजी फर्किन्छ बाबै। अनि यत्रो गाडीले हान्दाखेरि त मर्ने ड्याममै नै हानेको रहेछ। अनि रगत छ। बिरामी चाहिँ हस्पिटलमा पुर्याइसकेको छौँ, तर बाँच्छ भन्ने चाहिँ खबर छैन, बाँच्दैन होला सायद भन्ने कुरा चाहिँ जान्दैछु। यही यो गाडी चाहिँ यसैले हानेको हो। हामीहरूले चाहिँ बुवा र मैले मकै नङ्ग्याउनु थियो, अलिअलि मकै थियो, त्यो मकै पनि नङ्ग्याएर सक्यौँ। अब चाहिँ म बुवालाई चिया पकाएर दिन्छु, दिउँसोको चिया। यो मकैहरू पनि यति चाहिँ अलिकति बिग्रेको रहेछ, राम्रो चाहिँ हामीले यहाँ बोरामा राख्यौँ। यस्तै हो घरको काम, फ्यात्रो हुन्छ। मकै पनि नङ्ग्याएर सक्यौँ। हाम्रो दिउँसोको चिया खाने बेला भयो।
मकै नङ्ग्याएर सक्यौँ। अब त्यसपछि त अनि यो कराई चाहिँ मलाई एकदमै सजिलो लाग्ने भएर म यो कराईमा पकाउँछु। ससपेन पनि छ तर मलाई यो चाहिँ एकदमै सजिलो लाग्छ क्या, सानो छ चिटिक्क परेको। अब चिया नि खानु पऱ्यो, चिया पनि बन्यो। बुवालाई पनि मैले चिया दिएँ। अब त्यसबाट चिया दिएर इन्जोय गर्ने, एकछिन आराम गर्ने। अन्त मेरो बेबी आज के भयो, मजाले सुतिरहेछ, स्कुलमै सुतेछ। अनि सुतेको नानी चाहिँ उठेर अनि घर आएपछि त म सुत्छु मामु भनेर अनि सुत्यो। अनि म त मकै नङ्ग्याउन थालेँ। अनि त्यसपछि सकेर चिया खाँदैछु। अब चिया खाएर चाहिँ अनि बेबी उठेपछि चाहिँ उसलाई होमवर्कहरू गराउनु पऱ्यो। अनि त्यसपछि भान्सा किचनमा काम यताउति सबै गर्नुपर्ने हुन्छ।